सो फेरि पनि हाल्यो नमस्ते वेलकम ब्याक टु आवर न्यू भिडियो। आयो तपाईँहरू सन्चै आराम हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। अनि आज चाहिँ हाम्रो 18 गते पूजा। अनि पूजामा चाहिँ आज मैले पूजाको लागि चाहिँ उता सामानहरू मिलाउँदै हुनुहुन्छ। अनि मैले चाहिँ हामी चाहिँ सबैजना बिहानै पढेर गएर नुहाएर नि आएर नि कपडाहरू सबै चेन्ज गरिसक्यौँ। मैले पनि कपडाहरू चेन्ज गरिसकेँ। अब चाहिँ हामी डाइरेक्ट अब मन्दिरमा जानुपर्ने हुन्छ सबै सामानहरू लिएर। अब चाहिँ जान्छौँ है त। तल टुटेर खालेको कि घन्टुलाल ठुलो गरेर पाखामा मन्दिरमा गएर आएको यस्तो भित्र पूजा गरेर आएको। अनि फेरि एकछिनमा जानुपर्ने हुन्छ। अनि म चाहिँ यहाँ माथि घरमा आइसकेको छु। यस्तो घाम चर्केछ नि। अनि यता चाहिँ के पकाउँदै हुनुहुन्छ, आलु बसाल्दै, चना आलु बसाल्दै हुनुहुन्छ। घाम भएर त्यत्रो लाइनमा उभिएर पूजा गरेको। अनि फेरि एकछिनमा जानुपर्ने हुन्छ, पाठाहरू लिएर जानुपर्छ। अहिले चाहिँ भिड छ। के पकाउनु लाग्यो? चना र आलु पकाउनु लाग्नु छ यहाँ चाहिँ। अहिले चाहिँ 9 बज्न लागिसक्यो। अरू बेला यस्तो घाम लाउँथेन। 11 हिजो त 12 बजीसम्म पनि घाम लाग्थ्यो नि, तर आज चाहिँ एकदम घाम चर्केछ। चना पकाउँदै चना हाल्ने, अनि त्यसपछि आलु हाल्नुहुन्छ। सो अहिले चाहिँ सबैको घरमा पाठा काट्दै हुनुहुन्छ र हाम्रो घरमा चाहिँ मात्र 5-6वटा पाठा त हाम्रै घरमा मात्र छ। यहाँ तल चाहिँ काट्दै हुनुहुन्छ। अनि अहिले चाहिँ घाम पानी परिरहेको छ। ऊ यतातिर घाम लाग्छ अनि पानी पनि परिरहेछ। सो मैले चाहिँ भिडियो गराएको थिएँ, जम्मा 3 मिनटको मात्र भएको थियो। अनि अझै गर्दै जान्छु, अन्तिमसम्म हेर्दै जानु होला। अनि यहाँ चाहिँ मासु काटेको ढ्याङ आवाज आइरहेछ। पानी पर्यो अहिले चाहिँ, भर्खरै पानी पर्यो, नभए त एकछिनसम्म त यस्तो घाम लाग्थ्यो। अनि अहिले चाहिँ पानी परेको कारणले यहाँ भएको सबै कपडाहरू उठाउनु पर्ने छ। पानी पर्यो पानी परेन के चाहिँ पानी पऱ्यो। अब यस्तो सबै कपडा तल्लो कपडा यहाँको कपडा सबै उठाउनु। थ्याङ्क यू। घाम पानी परेको, घाम पनि लाग्छ, पानी पनि परेछ। लौ यो पनि यहाँबाट सर्टैनहरू कपडाहरू उठाउनु पर्छ। सुन्तला चाहिँ फलेको छ, सानो भयो अहिले चाहिँ। यो चाहिँ मङ्सिर पुसतिर बल्ल फल्छ। यत्रो अहिले चाहिँ यत्रो सानो छ। एउटा यो बुटो भयो,
अनि अझै चाहिँ अर्को बुट्टा चाहिँ अलि उतापट्टि छ उतो भयो अनि त्यसपछि अर्को सानो रुख चाहिँ यहाँ छ त्यसमा चाहिँ सानो सानो पलाएको रहेछ यहाँनिर चाहिँ यति शीतल हावा लाग्छ नि यहाँ चाहिँ एकदम शीतल हावा लाग्छ एकछिन चाहिँ म यहीँ बस्छु हावा खाएर अनि एकछिनमा गराउँछ है त भिडियो यहाँनिर चाहिँ हामीले यो ढुङ्गा फोड्नेवाला खेल्ने भनेको यस्तो ढुङ्गा फोड्ने यता हेर त यहाँ चाहिँ यो ढुङ्गा फोडाइ हामी खेल्ने भनेर उहाँ तलबाट ढुङ्गा बटुलेर लिएर आएको ल अब तिम्रो टर्न सुरुमै तिम्रो धेरै चाहिँ भएन तर यति भयो टाढाबाट यताबाट सो अहिले चाहिँ म यहाँ छतमा आएको छु किनभने बहिनीले ढुङ्गा फुटाइ खेल्दैछन् तलबाट भिडियो खिचेर नमिलेर म चाहिँ माथि आएँ माथिबाट चाहिँ यहाँबाट सर यस्तरी भिडियो गरिदिन्छु अनि अहिले चाहिँ पानी यस्तो गडेङ गुडुङ गरिरहेको छ पानी अब पर्दैन हुन्थ्यो अलि शीतल शीतल भयो अघिको जस्तो घाम चाहिँ लाग्छ होइन गडेङ गुडुङ गरिरहेको छु अनि छतमा चाहिँ फुलहरू छ ल ल ल अब खेल म यहाँबाट भिडियो गरिदिन्छु यहाँ चाहिँ गराउँदैछौँ थप्दैछौँ ढुङ्गा चाहिँ यहाँ पाले पाले खेल्छन् म चाहिँ माथिबाट यस्तरी झुन्डिएर यहाँ छतबाट झुन्डिएर यिनीहरूको भिडियो गरिरहेको छु ल ल ल ओए ल कहाँ ट्याक्क हो यसलाई चाहिँ हान्नुपर्ने छ यसलाई लाएन ल ल ल कसले ढलाउँदो रहेछ ल ओ ढल्यो खै हट त सृष्टि ढल्यो सो फाइनली अहिले चाहिँ हामीले जे गऱ्यौँ त्यही नै पर्यो अहिले चाहिँ पानी परेको छ किन्न मलाई म चाहिँ अहिले छतमा आएर बसेको छु अहिले चाहिँ गड्याङ गडुङ गरेछ ल यहाँबाट छतबाट हेर्न सक्नुहुन्छ भ्यू पानी परिरहेछ म त आनन्दले यहाँ बसिरहेको छु भाइहरू चाहिँ भित्र खेलेर बसिरहेछन् म यस्तो देखाइदिन्छु है सर माछिका यताबाट माछिका यहाँबाट सर्लक्क भिजिरहेको छ अहिले त झन् ठुलो ठुलो पानी पर्दै गइरहेको छ अनि हावाहुरी पनि लागेको छ हावाहुरीले गर्दा बाछिटा पनि यता यता आइरहेको छ भाइ बहिनीहरू चाहिँ यता यहीँ माथि उफ्रिँदै बसिरहेको छ तपाईँहरूलाई मेरो आजको भिडियो के कस्तो लाग्यो अन्तिमसम्म हेरिदिएकोमा थ्याङ्क यू सो मच र आजको भिडियो के कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु त नबिर्सिनु होला र आजको लागि चाहिँ यति भन्दै थ्याङ्क्स फर वाचिङ